हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। म चाहिँ फेरि आज फेरि कीर्तिपुर आइपुगेछु। अस्ति कीर्तिपुरमा यस्तो घुरेको मौसम थियो है, तर आज चाहिँ भने एकदमै लागेको छ, दिन पुरै रुन लागेको छ है। पानी एकदम पर्नै लागिरहेछ। अनि म चाहिँ सरर तरिकाले डेलिभरीको सामान लिन आएको यहाँ। अब सामान लिएर फेरि म त्यो तलको सहरको बिचतिरै जानेछु र मेरो गाडी चाहिँ यहाँ छ डेलिभरीको लागि सामान लिएर जानेछु र फेरि आइपुग्नेछु कीर्तिपुर नै। अनि के छ हजुरहरूको आरामको सधैँ हुनुहुन्छ होला, सबैजना सन्चै हुनुहुन्छ होला, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मेरो यही कामना छ हजुरहरू सबैजनालाई। ल है साथी हो, यस्तो छ गाइज, पुरै पानी पर्न लागेको छ, झ्याउकुरी त्यस्तै कराएको छ है। ल म चाहिँ यस्तै भिडियोहरू बनाएर हाल्दैछु। एकदमै नयाँ छ युट्युब च्यानल। युट्युब च्यानलको आइडी खोलेको त मैले लगभग अलिक निकै समय नै भइसकेछ, तर मैले भिडियोहरू हालिदिएको चाहिँ भर्खर छ। फुल पनि कस्तो राम्रो फुलेछ। अनि अस्ति चाहिँ मैले तपाईँहरूलाई यहाँबाट हिमाल देखाएको थिएँ, तर आज हिमाललाई चाहिँ चारैतिरबाट कुहिरोले ढाकिसकेको छ है। अनि यतातिर अब यस्तै छ, पहाडमा जन्मे हुर्के अनि पहाडमै जुनी काटौँला भन्ने त्यो गीत छ है। त्यस्तै पहाड भनेको पहाडै हो कि, पहाड भनेको पहाड देख्ने बित्तिकै पहाड यस्तो रमाइलो छ नि है। पहाड सहर त यसरी सहर त छिर्दै नछिर्ने होइन, त्यस्तो लाग्छ। पहाडको पुरै झ्याउकुरीको एकदम मिठास धुन होइन, पुरै झ्याउकुरीले गीत गाइरहेको छ, समय बताइरहेको छ, कति मजा, कति रमाइलो छ। अनि त्यहाँ माथिको एउटा घर चाहिँ हेर्नुहोस् साथी हो, त्यहाँ यस्तो मजा आउँछ होला है, यस्तो रमाइलो यो माथि कुनामा छ है, हुन्छ है। ल यति भन्दै मेरो नयाँ युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। सबैजना साथीहरू, जति पनि साथीहरू हुनुहुन्छ, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। म एकदमै नयाँ छु। यस्तै भिडियोहरू, अरू त मलाई खासै भिडियोहरू त्यस्तो बनाउनु पनि आउँदैन, तर पनि यस्तै भिडियोहरू चाहिँ म हाल्ने नै छु। अनि आजलाई भने चाहिँ यति नै भन्दै सबैजनालाई बाई बाई।